पत्रकार भाइ बहिनीहरूले अक्सर सोध्ने गर्नुहुन्छ 100 दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर तपाईहरु देखिराख्नुभएको छ। सुकुम्बासीका फोटाहरू तपाईहरुले छापिराख्नु भएको छ, धरधरी रोएका फोटाहरू। बालबालिकाका धरधरी रोएका फोटाहरू तपाईहरु छापिरहनु भएको छ। सुकुम्बासीका बस्तीहरूमा डोजर लगाएको तपाईहरु आफैले छापिरहनु भएको छ, प्रसारण गरिरहनु भएको छ। नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिरहेको छ। राति अबेला त्यो हेर्न बस्नुपर्छ। एकछिन खुसी हुने हो भने, नत्र खुसी हुने कतै ठाउँ पाइँदैन। बजेटमा घोप्लेबाजी हुन्छ। व्यवहार अचम्मको छ राज्यको व्यवहार। प्रदेश प्रमुखले भेट्न समय माग्दा तलसम्म भेट्न हाम्रो मन्त्रीलाई फुर्सद छैन, त्यसकारण भेट्न पाउँदैन। तलसम्म प्रदेश प्रमुखलाई भनेको तलसम्म भेट्दै हिँड्न फुर्सद छैन भनेपछि मन्त्री हुने बित्तिकै मैले अघि भनेको थिएँ नि, अलिक अनुकूल परिस्थिति आयो भने मात्तिनु हुँदैन, उम्लिनु हुँदैन। एउटा सानो दृष्टान्त मैले थाहा पाएको, त्यसलाई भन्छ उम्लियो। होस हवासमा छैन। यस्तो उम्लिएकोहरू स्थिर हुँदैन। त्यो म भन्छु नि, त्यो एक 2 माना दुध चाहिँ एक पाथी जाने भाँडामा ततायो भने भरि हुन्छ, भरिबाट पनि पोखिन्छ। तर त्यो साँच्चै भरि भएको त दुध होइन, त्यो उम्लिएको मात्रै हो। अहिले यो सरकार कहाँ ठेगानमा छ? यसका खुट्टा कहाँ भुइँमा छन्? यो उम्लिया छ। दुध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएर। भाँडा बाहिरसम्म पोखिएको छ, उम्लिएर। मलाई धेरै केही भन्नै छैन। 100 दिनका काम के हुन् भन्दा भाँडाभरि भएर उम्लिया छ, त्यति हो। मान्छे गर्दैन, मान्छेलाई कर्तव्यबोध छैन। यस्तो अवस्थामा के काम भएको हुन्छ र मूल्याङ्कन गर्ने? मान्छेहरू एमाले सिद्धियो भन्छन्। एमाले सिद्धिन जन्मिएको पार्टी नै होइन, यसको कानमा अभिभारा छ। यो त बढ्न, सफल हुन, देश बनाउन जन्मिएको पार्टी हो। 76 केही नभएको ठाउँबाट यो ठाउँमा पुगेको छ। फेरि पनि अगाडि बढ्छ। हामीले कुनै अपराध गरेका छैनौँ, गल्ती गरेका छैनौँ। नवयुवाहरूको हत्या षड्यन्त्रपूर्ण ढङ्गले अरूले गराए। कसले गरायो? विभिन्न आयोगहरू भने, तर कसले गोली चलायो, कसले मरायो भन्न सक्ने अवस्था छैन। आयोगहरूले पत्ता लगाउन नसक्या हो कि बोल्न नसक्या हो, त्यो उहाँहरूले जान्ने कुरा हो। तर प्रतिवेदनहरूमा कसले गोली चलायो, कसरी गोली चलायो, त्यो भन्न सक्ने अवस्था छैन। के छ त्यसभित्र? यत्रो जलेको छ, यत्रा घर जलेका छन्। यसको घर यसले जलायो भनेर भन्दैन छानबिनहरूले। कति निरीह छ छानबिनहरू। केही दोष छैन, कानुन तोडेको छैन, तर केपी लगायतका मान्छेलाई चाहिँ कारबाही गर्नुपर्छ। 6 महिना कमसेकम थुन्नुपर्छ। कानुनले मिल्दैन थुन्न। कानुनमा पनि अपराध छैन, केही अपराध गरेको छैन, कानुनले थुन्न मिल्दैन। तर पनि नथुनी भएको छैन। कमसेकम 6 महिना त थुन्नै पर्यो नि। 3 लाख जरिमाना त गर्नै पर्यो। के का लागि थाहा छैन, के अपराध गर्यो थाहा छैन, त थुन्न त पर्यो नि त। दण्ड त गर्नु पर्यो, जरिमाना गर्नु पर्यो नि। अहिलेको कानुनले गर्दैन।
त्यस कारण नयाँ कानुन बनाऊ, नयाँ कानुन बनाएर कारबाही गरेर थुन भन्छ। मानवाधिकार आयोग के दुर्दशा हो देशको? तपाईँहरूले मलाई सोधिरहनुहुन्छ के मूल्याङ्कन, कति नम्बर दिनुहुन्छ? अब तपाईँहरू आफै नम्बर दिनुहोस् न, तपाईँहरूलाई कतिको आनन्द आइरहेको छ। गल्तीले पनि प्रधानमन्त्री मन्त्रीका विरुद्ध चुइक्क नबोल्नु होला, नत्र झ्याल खान जानुहुन्छ। अब नम्बर आफै दिनुहोस्। बोल्ने बेला होस गर्नुहोस्, लेख्ने बेला होस गर्नुहोस्, प्रसारण गर्ने बेला बेसरी होस गर्नुहोस्, गाली हामीलाई गर्नुहोस्, सरकारतिर होइन, नत्र जानुहुन्छ झ्याल खान। हामीलाई जति गाली गर्न पाइन्छ मजाले पाइन्छ, सरकारलाई होइन। सरकारलाई झुक्किएर गाली गर्नु होला र जानु होला झ्याल खान। मलाई किन सोध्नुहुन्छ? आफै दिनुहोस् न नम्बर। त्यसो गरेर म सरकारको मूल्याङ्कन, सरकारलाई नम्बर दिने भन्ने काममा छैन। तपाईँहरू आफै दिनुहोस्।